एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो भ्लगमा। अनि आज चाहिँ हामी जाँदैछौँ शिवरात्रि मेला। अनि त्यही हो, हामी चाहिँ जाँदैछौँ 2-3 जना, अरू चाहिँ अगाडि गइसक्नु भयो। गुड मर्निङ। गुड मर्निङ। म चाहिँ आज नुहाएको, जाडो भयो नुहाएर होइन। तिमीलाई जाडो भएको भएन? हामी चाहिँ आज नुहाएको, यसरी पापा खाल्दै गर्नु पर्यो नि त होइन। हामीलाई चाहिँ भ्यालेन्टाइन्स डे लाग्दैन, हामीलाई भनेको शिवरात्रि मात्रै लाग्छ, त्यही भएर होइन हामी शिवरात्रि मेला हिँडेको। अरू त त्यही हो, अरू त त्यस्तै हो। अलिक हामीलाई भेटाएर तातो भइरहेछ, जाडोमा तातो भइरहेछ। मम्मी चाहिँ पछाडि छन् भन न। तिमीमा त पछाडि आउँदै हुनुहुन्छ, बिस्तारै हामी अगाडि जाँदैछौँ। अरू अगाडि गइसक्यो। जाडो हामी चाहिँ आधी उधीमा आइपुगिसक्यौँ। अनि त्यस पछाडि अब चाहिँ खोला तर्नु पर्ने छ। अगाडि जानेहरू चाहिँ हामीलाई नपर्खी गएकै गर्छन्। हामी चाहिँ पछि जाँदैछौँ। खोलाले केही पनि सुनेको छैन होला, जहाँसम्म लाग्छ मलाई। अलिक साह्रो बोल्नु पर्छ। अब खोला के गरी तर्नु थाहा छैन मलाई। आउनु है छिटो, पूजा गरेर अनि फोटो खिच्ने कार्यक्रम हुँदैछ यहाँ। नमस्कार सबैजनालाई। झोरले सबैको। हामी चाहिँ पूजा गरेर आइसक्यौँ। तुले क्यामेरा गाइस, यता बजारमा हामी चाहिँ मन्दिर घुमेर बजार लागिसकेका छौँ। हाम्रो सबैजना मोबाइल पक्रिने मात्रै छ, के गर्नु। सबैजना मोबाइल पक्रिनु मात्रै रहेको छ पुरानो बाटोको। अनि त्यस पछाडि खाजा खाने हो। आज तक भाङ धतुरो खाने दिन हो। के खाने जानु चाहिँ पर्यो। के खाने सम्झाउने दिउँसोसम्म बस्ने अनि जाने, बेलुका जाने नि घर। त्यसो नभन्नु। गाइस, हाम्रो ग्याङहरू, मेरो ग्याङहरू धेरै पो छ त। केही भन्नु न। आज शिवरात्रि तपाईँलाई देखिएको छ त, तपाईँ र मलाई मात्र देखिहाल्छ नि मेरो ठाउँ। हेलो भन्दै बोल्दै हिँड्नु न। गाइस हामी आज चाहिँ शिवरात्रि हो, त्यही भएर हामी मन्दिर पुगेर बजार जाँदैछौँ। अब टक्क गएर रक्सी, चुरोट, गाँजा, भाङ धतुरो खाने हो, लडी बडी गर्दै घर जाने हो। अनि त्यसपछि खोलाको बाटो छ, बाटो निगुरो टिप्दै सिस्नु टिप्दै घर जाने हो। गाइसहरू सबैलाई हो होइन त? कता गयो हाम्रो गाइजहरू? कराउँदैन नि त। कोही आउँदै हुँदैछ, पछाडि नै हुनुहुन्छ। हाम्रो माथि हुनुहुन्छ सम्झना भान्जी चाहिँ आउनु हुँदैछ। हामी त अगाडि गइहालेको रे। दोकानहरू मात्रै यति नै होला। तिमीहरूमा पसलहरू त झरिसक्यो नि। हामी चाहिँ बजार भरेर नि आइसक्यौँ, खोला तरेर नि आइसक्यौँ। गाडीमा उकालोमा हामी जाँदैछौँ। के
के गर्नु ल बोल्नु पनि आउँदैन मेरो टिका सबै झरिसकेछ मलाई त मुख दुख्यो के कस्तो लाग्यो तिमीलाई बजार आज अनि बजार चाहिँ मान्छे चाहिँ धेरै नै थियो मान्छे त कोही थिएन हामी मात्रै थियौँ त्यही पनि टन्न खानु पाउँदा त रमाइलो लाग्यो रे क्या चार थाल चटपटी खाएको अनि त्यही हो चार थाल चटपटी खाएको भन न 4 थाल चटपटी खाएको भन न 2 जम्बु दियो 2 जम्बु 3 जम्बु दियो अनि त्यस पछाडि खायो 2 जम्बु मैले गफ लाएर थिएँ रक्सी होइन निगार हो आज शिवरात्रिको दिन त हो नि के हुन्छ र होइन र आज खाँदा के हुन्छ र होइन र हजुर ए सिस्नुमा आज सिस्नु देखेर आएको मुख मिठाउँदै सबैजना के भन्नु र निगुरो टिप्नु पर्ने सिस्नु टिप्नु पर्ने च्याट्ट लाएर लिएर जानु पर्ने ए कस्तो खाएर गलेर प्यात्त भएको भोक लाग्यो बेला खाएर हो कि त्यस्तो आएको बाई आउने मान्छेहरूको हालत भने यस्तो छ के गर्नु मासु पाइएन हामी यसरी निगुरो टिप्छौँ बजार गएको रे बजारे सौदे रात्री बजार गएको मासु नपाएर सिस्नो र निगुरो लाने जम्मा पकाएर खाने हो जाममा पकाएर खाने मैले चाहिँ यति बनाइसकेँ मलाई त्यही तिम्रो भन्दा मेरो धेर छ मेरो धेर छ तिमीको धेरै छ अझै अझ तिमीले त एक प्लास्टिक बनाइसक्यो मै रहेछु अल्छिनी गोर्खा पल्टन शिवरात्रि शिवरात्रि जाम अब उकालो लागौँ फेरि मजा भयो मजा शिवरात्रि मजा भयो सिस्नुको चिलाइ अनि मासुले पोलेर खप्नु छैन गोरु हाम्रो गोरुले मेरो एक हाल्ने भने नि बजारेहरू कति राम्रो सबैलाई देख्नु गाउँतिर बल्ल बल्ल रमाइलो गरेर ओरेर आयौँ अब चाहिँ कता आयो कता यता भन्दै कता ल तिमीलाई त्यतै आयो लाउरिनी कता देखाउँछ यता सबजना यता तिम्रो यतै हो तिम्रो यतै हो Coinzina! Bilsana! Saksa!
इन्जिन एक्लै गीत गाएर हैन बल्ल आइपुग्यो सो गाइस आज चाहिँ हामी पुगेर नि आइसक्यौँ गाउँतिर अनि अब चाहिँ भ्लग यति भन्दै उता छ हाम्रो गाउँ जाँड खानु जाम है अब हजुर बोला बोला यो दिललाई खोलेर कान्छा बोले मायो छाती बोलेर छाक्छ केरेलको इन्जिन गल्यो क्या गल्यो होइन त त्यही भएर लु जाम